को खेल्ने हो यी मैले त फिट्न थालिसकेँ तँ पनि खेल्ने भयो आइज है एकजना मात्रै बाँकी छ अहिले फेरि पाल्नमा पाउलास् ए भति जा त गोडा 10वटै मकैको गेडा ल्याइज भिन्नी भनेका छन् केटाहरूले आज पनि उही 2 रुपियाँ पॉइन्ट त होला नि एक सिकोइ छैन है कुन चाहिँले बाँडे हो अहिले हात धोएर बाँडे भने हुन्थ्यो होला नि भएको सबै आफ्नैमा पारेर मर्यो होला यी यसलाई त अझ 2टा टाउटो परिसकेको रहेछ अलि झोक्टो बनाएर खेल हिजो पनि दाउ लागेन आज पनि उस्तै उस्तै देखेर आयो कहाँ पुग्यो पालो फाल न फाल फाल्ने तैँले त्यही हो छैन केही जात लागेन आज पनि गयो अब राउन्ड घुमेर गइसक्यो माल काटिसक्यो आफूलाई 2को माल छैन होला यहाँ त कान्छ छ त यहाँ अघिदेखि के फाली भनेर कुरेर बसिरहेछ त्यति पनि सम्झेन पाना सत्ता फाल्यो ल पाना सत्ता ल खान्छस् फेरि फाल्छु ल ल ल माल काट्ने कहाँ हात पारेर काट्यो 2को माल परे होइन वल्ल वल्ल हेर्न त हेरियो किन दाउ परेन भनेको यो सितर्नीले यहाँ साइडमा बसेर हात टेकेर बस्छ यो पसला तास खेलेर पनि यिनै साउनी मोटाउने दिनभरि खेल्यो बेलुका गयो यहीँ बुझायो गयो आइज भाइ तैँले काहीँ देखिस् त यहाँ माल काहीँ छ 2को छ यहाँ फालेर गएछ भएको पनि अब यो भएकोले के राखेर ल यो पनि तँ बाजी नै गर्ला तँ खरी खालो गरिस् बाजी खै देखा त त्यो 2टा जोकर एउटा 5 2 7 5 12 12को माल तँसँग कतिको छ आफूसँग त एउटा हो यी 3को त हो नि ल कहाँको राजा राम कहाँको गने भन्दाखेरि त्यसले त नारायण छैन देला जस्तो लाएनौ तिमीहरूले यही बुढो हड्डी चुसाओ बसाओ